guys, welcome back to new vlog. Also सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। आज चाहिँ मेरो मम्मी यहाँ टक्क आइपुग्नु भएछ। हजुर कहाँ हिँड्नु भएको? कहाँ हिँड्नु भएको? कहाँ हिँड्नु भएको? यो चाहिँ भन्ज्याङमा डाँडागाउँमा हो। टक्क मम्मी र मेरो भेट भइसक्यो है। टक्क लाएर यता हेर्दिन न। ल जानु ल जानु 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 ल छिटो। यस्तै हो गाइज होइन टक्क लाएर अनि त्यहाँबाट त्यस्तै यस्तै भइरहेको टक्क मम्मी आउनुभयो होइन धेरै त्यस्तै त्यस्तै भयो त्यस्तै सामान पनि चलेर मम्मी गइसक्नु भयो म चाहिँ अब घर हिँडिसकेँ किनकि मम्मी जानु भइसक्यो त होइन म चाहिँ बसिरहनु कुरा भएन चल्दै जान्छ त्यही अब खासै अब यो भ्लगमा भिडियो हाल्नु नि मन लाग्दैन है के भइरहेछ कस्तो भइरहेछ आज त बोल्नु जस्तो चलिरहेको के भयो यस्तै आइज हुन्छ त्यसलाई अब खासै राम्रो भिडियो चाहिँ आउँदैन होइन यस्तै बनाइदिने हो हालिदिने हो चलिदिरहेको जिन्दगी अनि अब कहिले किन्नु हो राम्रो मोबाइल अनि त्यहाँबाट हुन्छ खतरा भ्लग भन्ने कुरा हो हाम्रो अनि अहिले म चाहिँ यस्तो नजरातिर लाग्दैछु टक्क लाएर यस्तो नजरा बलखु भन्छ यसलाई यो स्कुल चाहिँ बन्दैछ है अब कलर सलर ढोका त्यस्तै हाल्नु लागि छ अब यहाँ फिल बनाएको छ बर्छ है अनि बरमा फिल बनिरहेको छ टक्क ल्याएर हिँड्दैछु अब मैले भन्ने कुरा है घाम पनि मिठो लागिदिरहेको यस्तै हो ल नजारा चाहिँ पाहाडीमा त बुइनेहरू छन् यस्तै छ हामी त हेरेको हेरे लगाइसक्यो क्यामेरातिर सुन्नुपर्ने हुन्छ अनि यस्तै हो गाइज होइन अब खासै राम्रो भिडियो चाहिँ हाल्न सक्दिनँ म मोबाइल छैन राम्रो है के गर्ने यस्तै छ अनि अब त्यस्तै हो कति भन्नु त्यही कुरा अनि तपाईँहरूलाई के कस्तो छ होइन मेरो सब्सक्राइब भन्ने चिजै हान्दैन कसैले अनि के ठिकै छ यस्तै ल गाइज अब म चाहिँ मेरो भिडियो चाहिँ आज यतै व्यक्त हो कि व्यक्त के भन्छ त्यस्तै हुनु चाहन्छ है अब अर्को अब बनाउनुलाई अब दसैँ आउनु लागिरहेछ चलपल हुन्छ होला नि त गाउँतिर अनि बनाइदिउँला टक्क लाएर लगाइछ अब हामी बाई बाई है अब बाई बाई टाटा है त्यस्तै हो दसैँ आउँदैछ नि त अनि पहिला हुन्छ होला केटाहरू भयो भने अब रमाइलो हुन्छ गाउँमा जे होस् भन्ने प्लान त्यस्तै हो ल गाइस बाई बाई टाटा ल